एसपीसँग डराउँथ्यो। आज त्यो व्यक्तिको मनबाट, तपाईहरूको मनबाट पुलिसको डर हट्यो कि हटेन? मजाले हटेको छ, मजाले एकदम मजाले। अब कमसे कम यस्तो पनि हुन सक्छ है यो देशमा, भयो नि त। बात मैले गरेको छु, मलाई के भइरहेछ भने मलाई प्रोत्साहन गरिरहेको छैन। यहाँ मलाई टार्गेट गरिरहेको छु, मेन्टली यसरी कमजोर पार्ने। त्यति कमजोर मान्छे हो। होइन दाइ, म एउटा कुरा भन्न चाहन्छु, किनभने छोरा छोरी केही गल्ती गर्छ भने उसको आमा बुवालाई समातेर ल्याउँछ। केही सानो प्रहरी गल्ती गर्नु हो, त्यसको अफिस हो नि, त्यो मेन हो नि, त्यो गार्जियन हो नि, त्यसको अन्डरमा त्यो काम भएको छ नि, उहाँले नै गर्नु भएको छ। त्यो भिडियो प्रस्ट हो। अब त्यो 4 लाख रुपियाँको जुन फुटेज छ, त्यो मान्छेहरूले अहिले फोन गरेका थिए, दिनभरि फोन गरेका छन्। दिवाकर दाइ, तपाईँ राजविराजमा हुनुहुन्न, सप्तरीमा हुनुहुन्न, के गरौँ हामी पनि सबै परिवार निस्किहालौँ। म न्यायाधीश होइन, म अदालत होइन। को गलत, को सही, को अपराधी, को निर्दोष, त्यो अदालतले भन्ने हो, पत्रकारले होइन, मिडियाले होइन। त्यो रिपोर्टिङमा पनि मैले भनेको छु, न कुनै व्यक्तिले, न कुनै